खोल न, खै खुट्टा उठा। ल अब उठ, ल अब राम्रोसँग जा, दिदी लिएर आइज, म कुरेर बस्छु। जा जा के जा, जा न, दिदी ल्याएर छिटै आएछ है। हुन्छ। साले आँखा हेरेर हिँड्न सक्दैनस्? पानी फालेको देखि साले कस्ता कस्ता खादिन्छन् बाटोमा। भाग। दिदी, दिदी, को? म भाइ के हजुरको। छी 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 छी, के हालत बनाएको यस्तो? झन् राम्रो लुगा लाएर आइज भने होइन? तेरो भेनाजुल देख्यो भने के भन्छ मलाई? तिमीहरूको पो इज्जत छैन, हाम्रो त इज्जत छ नि। को हो बाहिर? कोही होइन, माग्ने मान्छे हो। ल ल 5-10 रुपियाँ दिएर पठाइदेऊ। ल ल बस्दै गर, भित्र गएर लुगा ल्याइदिन्छु। सुन त, ल उठ। ल ल यो तेरो भेनाजुललाई किनिदिएको, भेनाजुल थाहा छैन। यो कोट पनि लगा, यो जुत्ता पनि नयाँ हो, यो जुत्ता पनि लगा। ल यो घडी लगा, चस्मा नि छ। ल यो सेन पनि लगा, पानीले भिज्या छस्, गनाइस होला। होइन दिदी, म लाउँदिन। अब यस्तो महलमा बस्ने मान्छेको हामी झुपडीमा बस्ने मान्छेले लगाउँदा कहाँ शोभा दिन्छ र? ए मलाई त यही आमाले किनिदिएको यही नै प्यारो लाग्छ। बरु दिदी भिनाजलाई केही पनि नभनिदिनु है, यस्तो हालतमा देख्नु भयो भने इज्जत जान सक्छ। म यहीबाट फर्किन्छु दिदी। अब आमाले सोध्नुभयो भने भिनाजुले गर्दा दिदीको समय मिलेन अरे, अर्को वर्ष आउनुहुन्छ अरे भनेर भनिदिन्छु। दिदी म जान्छु है। दिदी आज भाइको मन साह्रै रोएको छ। हजुरलाई आज आएर आमा र भाइ भन्दा कपडा ठुलो लाग्यो है। कति धेरै फरक हुनुभएछ दिदी तपाईँ त। हामीले त एउटै आमाको